ओए हस्ते के हस्ते भनेको हस्तबहादुर भनेर राम्रोसँगले बोलाउन जान्दैन नारी छ नि यार हस्तबहादुर कति हालिसौ के हाल्ने र हुन्ने कुरा गरेको हो यहाँ साह्रै ओभर पर पैसा हालेर बेच्न हिँडेको अर्कालाई हस्ते भन्छ हालेको भन्छ के सभ्यता हो अनि कति पैसाको आवश्यकता पर्यो 10,000 ले साह्रै ओभर परेर बेचिदिनु पर्यो भन्दा त्यता हिँडेको तेरो खसी पनि पाउँछस् पैसा पनि पाउँछस् कति पैसा रे 10,000 ले साह्रै ओभर परेको 80,000 यहाँ सुन बुझिस् नि कस्तो लाग्यो आइडिया गजब छ यार आइडिया त ल त्यहाँ बस्ता ल म गएँ त ल अहिले ल खसी लिनुहुन्छ खसी त चाहिएको थियो हो कति पैसा हो मिलाएर दिइहाल्छु लिनुहुन्छ नि कति पैसा 30 किलो जति छ अब 30,000 30,000 हजुर त्यत्रो दाममा कहाँ बिक्छ 15,000 दिन्छु 32 वटा दाँत छन् कि एक बते मान्छे हो उचित दाम गर्नुस् ल छोडेर गइहाल्छु 32 वटा दाँत छ नि हैन 32 वटा 20,000 छ 20,000 20,000 हेर्नुस् 32 दाँत देखो यस्तो हुन्छ बुझ्नुभस् ल राख्नुस् दा यो खसी कहाँबाट ल्याउनु भयो खसी अहिले भर्खर किनेको 20,000 हो राम के को किनेको यो भर्खर मेरो हराएको खसी यार यहाँ बाँध्दै हुनुहुन्छ तपाईको दाइ जस्तो तपाईको अनुहार परेको मान्छे आएको छ जस्तो अनुहार परे पनि यो मेरो खसी किन यहाँनिर के किनेको अरे चोरेको खसी किन्नु र चोर्नुमा के फरक छ र चोरेको भन्छ 20,000 हालेर किनेको खसी यार 20,000 मा चोरे होला नि त कसैले चोरेर ल्याएर बेच्छ होला बुझ्नु पर्दैन त्यो मान्छे लिएर आउनु नि त मान्छे लिएर आउनु हुँदैन यो खसी मेरो हो तुरुन्तै हिँड्नु पुलिसमा हिँड्ने कि पैसा हालेको छु त्यसै लिएको छु र मैले पैसा हालेर बुझेर हाल्नु पर्दैन कि त चौकीमा हिँड्नु कि त यो खसी म लिएर गएँ माने बाबा माने दिमाग त 10,000 हाप्पीकै पाएको रहेछ